हेलो नमस्कार साथीहरू। आज चाहिँ म विशेष खैरको सानो भिडियो खैर सम्बन्धी बनाउने कोसिस गरेको छु। यो चौतारी हो, यहाँ बरपिडको चौतारी हो। यहाँ चाहिँ काम गरेर शीतल ताप्ने ठाउँ हो। तपाईहरु जहाँबाट यो भिडियो हेर्दै हुनुहुन्छ स्वस्थ रहनुहोला, खुसी रहनुहोला। र यस्तो चौतारी देख्दाखेरि साँच्चै परदेशी मनहरू पक्कै पनि आफ्नो गाउँघर माथि चौतारी डाँडाहरू वरिपरिका सम्झेर पक्कै पनि एकचोटि याद आउँछ नि होला। यो चाहिँ मैले यहाँ चाहिँ यो खैरको जङ्गल हो। यो खैर चाहिँ लगभग 10 वर्ष जति भयो होला। म यो तपाईलाई बिरुवा देखाउँदैछु। र किन भन्दा यो खैर अहिले गाउँघरमा, हाम्रो गाउँघरमा प्रति केजी 35 देखि 40 रुपियाँमा बिक्री भइरहेको छ। यो चाहिँ खैर हो। यहाँ चाहिँ यो सबै जग्गा जमिनहरू छ। यसमा चाहिँ मैले बिचमा यो चाहिँ कफी रोपेको छु है साथीहरू। यसपालि चाहिँ मैले यो खैरको बिरुवा रोपेँ। यसरी खैरको बिरुवा रोपेको छु। यो पहिला चाहिँ यो ठुलो ठुलो खैरहरू हो। यहाँ चाहिँ 7 रोपनी जग्गा छ। जम्मा 7 रोपनी जग्गामा चाहिँ अहिले चाहिँ बाँझो भएकोले गर्दाखेरि यसलाई यो पहिलेको खैरलाई फेरि यो पनि रोपेको हो। अहिले चाहिँ यसपालि यो खैर यसरी रोपेको छु। र बिचमा यो चाहिँ कफी। किन यसरी कफी रोपेको छु भन्दा ल हेर्नुहोस् है, यो खैर यति ठुलो भएको छ। कफी यसरी रोपेको छु। खैर कफी यो चाहिँ सबै यहाँ मैले यसरी रोपेको छु। किन यसरी खैरको बिचबिचमा कफी रोपेको भनेर सम्झिरहनु भएको होला। खैर भनेको एउटा चाहिँ काँडा भएको रुख हो। तपाईहरु सबैलाई थाहा छ। यो यसरी काँडा भएको रुख भए पनि जब खैर बढ्छ, खैर बढिसकेपछि त्यसको वरिपरि चाहिँ केही बिरुवाहरू कफी लगाएर हामीले उत्पादन लिन सकिने रहेछ। कफी भनेको चिज ल हेर्नुहोस्, यसपालि रोपेको खैर। खैरको विषयमा बोल्दाखेरि खैर चाहिँ वन विभाग कार्यालयका कर्मचारीहरू अथवा चाहिँ वनमा काम गर्नु भएका विज्ञहरूले चाहिँ भन्नुहुन्छ 18 महिनाको रोप्नु भन्दै हुनुहुन्थ्यो। तर मैले चाहिँ यसपालि 4 महिनाकै बिरुवा रोपेँ। किन भन्दा पोली ब्यागमा राखेको बिरुवा पनि त्यो पोली ब्यागलाई छेडेर चाहिँ तल जरा गइसकेपछि त्यसलाई उखालेर रोप्दाखेरि मर्ने समस्या आउँछ। त्यस कारण गर्दा मैले सानैमा रोपेको छु। र यसरी छ। यता खैर रोपेको छु साथीहरू। यसको बिचमा चाहिँ यसरी कफी रोपेको छु। यो कफी चाहिँ अर्को साल अब आउँदो 2 वर्षमा मजाले फल दिन्छ। त्यसैले गर्दाखेरि अब यो बिरुवाहरू कटिङ गर्ने बेलामा लगभग पनि 15-16 वर्ष लाग्छ। 15-20 वर्षै भनौँ न, अलि लामो समय राख्यो भने। अब 20 वर्ष लाग्दाखेरि हामीले कफी भनेको 3 वर्षदेखि उत्पादन खाँदा पनि कम्तीमा पनि हामीले 10-15 वर्ष खाइसकेका हुन्छौँ। त्यही हिसाबले मैले यसपालि लगाएको। यो चाहिँ सबै यसमा चाहिँ मैले खैर रोपेको छु। यसमा फाँडफुँड गर्ने कार्यक्रम हुँदैछ। फाँडफुँड गर्दैछौँ। अब चाहिँ यहाँ हेर्नुहोस्, मैले यो चाहिँ 10 वर्षमा खैर काट्नु हुन्छ भने चाहिँ मैले पहिला सुनेको थियो। र यो खेतमा पहिला चाहिँ धान रोपिन्थ्यो। यो खेतहरू सबै यहाँ चाहिँ यो चाहिँ खोला हो। अलिकति यहाँ सानो पानी बग्ने खोल्सी हो। अहिले बाढी गरे यस्तो भएको छ। यो केराहरू यतापट्टि यो सबै तलैसम्म खेत हो। यो चाहिँ उसले छोपेको छ। यो तलैसम्म खेत छ। यो खेतमा चाहिँ हामी पहिला धान रोप्थ्यौँ भने पछाडि यो खेत बाँझो भइसकेपछि मैले अब 10 वर्षमा खैर चाहिँ उत्पादन हुन्छ नि रोपिदिउँ भनेर मैले त्यति बेला रोपिदिएँ। रोप्दाखेरि बिना नरिचकन रोप्यो। बिना रोप्दाखेरि चाहिँ मैले लगभग 1000 बिरुवा जति लगाएको थिएँ। त्यसमा जम्मा यति नै हो बिरुवाहरू, धेरै छैन। यो बिरुवाहरू चाहिँ बाँचेको बिरुवाहरू हो त्यति बेला। अहिले कम्तीमा पनि त्यति बेलाको 800-900 बिरुवा लगाउँदाखेरि बाँचिदिएको भएदेखि अहिले 100 बोट मात्रै बाँचिदिएको भने कम्तीमा पनि यो 20 लाखको 18-20 लाखको पुँजी हुने रहेछ। र अहिले चाहिँ मैले यसरी कफी रोप्दैछु है। यहाँ कफी रोपेँ। कफीको छेउमा यहाँ छ यसपालि रोपेको यो हो। अघि मैले भनिहालेँ तपाईँलाई, यहाँ पनि कफी रोपेँ। यो चाहिँ अब फाँडफुँड गर्दैछु मैले। र 10 वर्षमा यत्रो रुख हुने रहेछ साथीहरू। यो है काट्न चाहिँ योग्य हुन्छ है। यो काट्न योग्य नै हुने रहेछ। तर हामीलाई फाइदा चाहिँ हुँदैन। यो हेर्नुहोस् त, यति मैले देखाउँदैछु। रुख ठुलै छ। यो किन भन्दा खाँबो जत्रो छ। यो खाँबो जत्रो पनि जाने रहेछ। यसपालि हाम्रो यहाँ तलतिर साथीहरूले बेच्नुभयो। तर पैसा अलिक कम आउने रहेछ भन्दै हुनुहुन्थ्यो। र मैले के भने अलिक साथ पर्खिनुपर्छ। यो
खैरको यसरी यो बिचमा यसरी लगाएँ। यो यसरी लगाउँदैछु। यो खैर काट्ने बेलामा, यो खैर बेच्ने बेलामा हामीले कफीको उत्पादन लिइसकेका हुन्छौँ। यो त 2 वर्षमा हुन्छ। र अर्को कुरा, मैले किन यहाँ जङ्गलमा रोपेको कफी भन्ने एउटा जङ्गलमै उत्पत्ति भएको एउटा वनस्पति अथवा फल भनौँ न, फल भएकोले गर्दा यो चाहिँ विशेष गरेर छहारीमा जङ्गलमै हुने भएकोले गर्दाखेरि यसको जिन नै जङ्गलमा उत्पादन भएकोले गर्दा यो जङ्गलमा हुन्छ भनेर कफी मैले रोपेको छु। र अर्को कुरा, बाँदरले खाँदैन भनेको छ। धेरैजना मैले यो कफीको विषयमा सोद्धाखेरि बुझ्दाखेरि अनि के भन्नुभयो भने बाँदरले खाँदैन भन्नुभयो। हाम्रो पूर्वाञ्चलको विकास के अरे कफी विकास बोर्डको अध्यक्षले पनि भन्नुभयो। उहाँले पनि भन्नु हुँदाखेरि पनि यसपालि चाहिँ मैले यही जङ्गलमा रोपिदिउँ त भन्ने मैले रोपेको छु। हेर्नुहोस् त 10 वर्षको हाम्रो लगभग यत्रो सही रुख छ। यसको चाहिँ बेच्न चाहिँ मिल्छ। त्यति बेला मैले 700-800 बिरुवा रोप्दाखेरि चाहिँ तपाईँको 100 बिरुवा मात्रै रोपिदिएको भए हेर्नुहोस् त साथीहरू, हाम्रै गाउँमा चाहिँ छ। अब त्यति बेला सबैजना गाउँघरमा बसिन्थ्यो, रमाइलो हुन्थ्यो, गाई भैँसी पालिन्थ्यो, जागिर भन्ने कुरा परै कुरा हुन्थ्यो, परदेश भन्ने परै कुरा हुन्थ्यो। सबैले यसरी चाहिँ खेतहरू चाहिँ बाँझो रहँदैन्थ्यो। अहिले हेर्नुहोस् त यो खेतहरू सबै बाँझो छ। यो बिरुवाहरू यति छन्। र यहाँदेखि पनि त्यहाँ हाम्रो एउटा सखुवाको सालको रुख छ, त्यहाँदेखि उतापट्टि पनि खेत छ। त्यतापट्टि पनि मैले सबै यसपालि खैर रोपेको छु। यता खरहरू छ। यो खरहरूलाई चाहिँ मैले जोगाएको। विशेष गरेर खर एउटा हाम्रो छाना छाउने कामको लागि मात्रै प्रयोग हुन्छ। अब अहिले खासै अरूको लागि युज हुँदैन। र यी खैरको बिरुवाहरू हेर्नुहोस् है। यहाँ चाहिँ अलिक यहाँ कफी यसरी रोपेको छु। यो खैर पोहोरको खैर यत्रो 1 वर्षको खैर यति भइ त जान्छ। यो 1 वर्ष पनि होइन, यो 6-7 महिनाको कफी खैर यत्रो भयो। यो चाहिँ तर बाख्राले खाइदिएकोले गर्दाखेरि यो यति बढेन। लगभग 4 फिट त छ। किन भन्दा यो 4-5 फिट त यो हेर्नुहोस् है, 4-5 फिट त छ, तलबाट छ, तर यसको सानो छ। यसरी कफीको प्लान्ट देखाउँदैछु साथीहरूलाई मैले। आज चाहिँ हामी चाहिँ आफ्नो हावा पानी माटो बेचौँ भन्ने चाहिँ हाम्रो एउटा अभियान हो। हाम्रो हावा पानीमा जे पनि उत्पादन हुन्छ, हामी उत्पादनसँग जोड्यौँ भने हामी विदेश गएर चाहिँ परदेशी जीवन बिताइरहनु पर्दैन। हामी विदेश जान्छौँ, 5-7 वर्ष दुःख गर्छौँ, दुःख गरेर फेरि 4-5 वर्ष हामी बेरोजगारी बस्यौँ भने हामी फेरि त्यही 0 लेभलमा पुगिन्छ साथीहरू। कम्तीमा पनि आफ्नो हावा पानी माटोलाई हामीले चाहिँ उत्पादनसँग जोड्यो भने हामीले वार्षिक रूपमा यसलाई इन्कममा दिन सकिन्छ। त्यसो हुँदाखेरि हामी प्रकृतिसँग नजिक हुँदाखेरि हामी एउटा स्वास्थ्यको लागि पनि एकदम राम्रो हुन्छ। ल हेर्नुहोस् त यो कफी यो सबै यो रोपेको छु। यसरी स्वास्थ्यको लागि पनि राम्रो हुन्छ। किन भन्दाखेरि हामीले चाहिँ एउटा प्रकृतिमा यस्तो चिज पाइन्छ कि हामी प्रकृतिसँग नजिक हुँदा प्रकृतिमा यस्तो हाम्रो शरीरलाई फाइदाजनक अथवा हाम्रो शरीरलाई नहुने चिज त एउटा अक्सिजन त हामीले पाउँछौँ, त्यो त हामीलाई थाहा छ। अक्सिजन बाहेक पनि प्रकृतिले हामीले यस्तो चिज दिन्छ कि जसले हामीलाई ह्याप्पिनेस, खुसी राख्नका लागि, स्वास्थ्य रहनको लागि, इम्युनिटी पावर बढाउनका लागि धेरै तत्त्वहरू प्रकृतिमा पाइने हुनाले गर्दाखेरि प्रकृतिसँगै हामी रमाउँ भन्ने चाहिँ हाम्रो एउटा उद्देश्य पनि हो। यहाँ तलतिर सबै यो खेत हो साथीहरू, म यो फाँड्दैछु, तलैसम्म छ यो खेतहरू सबै। यसरी चाहिँ यो माओवादी लहरा भन्छ हाम्रोतिर चाहिँ, तपाईँहरूतिर के भन्छ, यो लहराले सबै जेलिसक्छ क्या। यसरी बिरुवा रोप्यो बिरुवा रोपेर त्यत्तिकै छोडियो भने हुर्काउन सजिलो चाहिँ छैन। बिरुवा लगाएर यसलाई गोडमेल भन्दा पनि मल चाहिँ अब यो मैले यसरी बिचबिचमा यो थुपारेको, किन थुपारेको भन्दाखेरि यो चाहिँ ठुलो मलको काम गर्छ। यसपालि चाहिँ मैले यो पात पतिङ्गाको मलको टेस्ट गरेको हो कफीमा धेरै बहुत राम्रो भयो। गाई बस्तुको मल लगाउँदाखेरि कफी कस्तो हुन्थ्यो र यो यसको लगाउँदाखेरि चाहिँ कति चाहिँ फरक पर्यो भन्ने चाहिँ यसपालि मैले टेस्ट गर्दा थाहा पाएँ। धेरै राम्रो मल हुने रहेछ यो पात पतिङ्गाको। त्यही भएर मैले बिचबिचमा थुपाएर यो कुहिसकेपछि यसलाई चाहिँ साइडमा लगाउँदा यही मल हुन्छ। यसरी छ साथीहरू, आउनुहोस् हामीसँग जोडिनुहोस्। हामी एउटा कृषिसँग सम्बन्ध भएर हामी विशेष गरेर कफी, एभोकाडो यसरी नै हाम्रो बाँझो खेतहरूलाई, बाँझो बारीहरूलाई कसरी चाहिँ उत्पादनसँग जोड्न सकिन्छ भन्ने विषयमा हामी छलफल गर्दै अगाडि बढ्नेछौँ।
हवस् त, जहाँबाट यो भिडियो हेर्दै हुनुहुन्छ स्वस्थ रहनुहोला, खुसी रहनु भन्दै म नवीन राई बिदा हुन्छु। हवस् त, नमस्ते, ओके, बाई बाई, टेक केयर।